जो पाएँ बिहान आजको भ्लग घरबाटै सुरु हुँदैछ। दाइ र म चाहिँ सोल्टी जान्ला अहिले बाइक अस्तिको बाइक हो टायरको हालत चाहिँ फेरि कहाँ गयो त्यस्तै छ हावा नि धेरै छैन है। अब हेर्नु सोल्टीतिर अस्ति गएन अब आज जानुपर्छ। अनि तपाईँलाई के भन्छ अरे केटा हो त्यसलाई के भन्छ नि आज के अरे सङ्क्रान्ति सङ्क्रान्ति ह्याप्पी मकर सङ्क्रान्ति जेसुकै हो सङ्क्रान्ति आवाज चेक गर्नु ल आवाज तपाईँ यतिकै जान्दै आफ्नै छ पारा आवाज फेरि एकचोटि कतिमा त्यो त 5 सेकेन्डमा अनि हावाले गर्दा धेरै पनि ल अहिले एकछिन अब सोल्टी गएर भेटौँला। अहिले चाहिँ अब बाइकमा धेरै गर्नु अब हिँड्नु नि हुँदैन फेरि बाइक खस्ला कि अरूले उगाइदिँदा हुन्छ अहिलेलाई चाहिँ अब यति नै ल बल्ल उखुबारी आइपुग्यो। कस्तो हिँडेको यार कसले सुन्छ त उखुबारी ल सेट ल यो के उखु त
पातलो ए ओइ 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 अरे के यसलाई के रे पोलियो भएछ के उखुलाई पोलियो भएर हो नभए खत्रै हुन्थ्यो गाउँमा जङ्क फुड ल्याएर उखुलाई खान्छ ला खेतमा उखु भाँच्न आएको रे चप्पल गयो उलाला उलाला छुना नछुना पोलियो भएको हो कि त्यसलाई मैले सोधेँ अघि कहाँ जान्थ्यौ कहाँ हो त्यो भने हो सिमरा त्यो अस्ति त्यो एउटा कुन चाहिँ एमालेको पार्टीलाई उठेछ नि सिमरामा खै म त्यतै छु मामा घर हो कि कस्तो हिक्कै काको जाँटा हिजो को ठाउँमा जाने हो सिङ्गर अटोग्राफ देऊ न यार ओइ उतै काटौँ होला है त्यही त उतै जाउँ यार अब चाहिँ कता उता हिजोको ठाउँमा होइन उता अहिले उहाँ फेरि जाने झ्याउ चार पाँचवटा मुठा बनाएर लिएर जाने हो तै कहाँ त्यसरी लान्छ कतिवटा लाने 2-3 मात्रै लाने कहाँ मैले त्यति धेरै बोक्दै काठमाडौँमा लग्नुपर्छ झ्याउ यार बेइज्जत हुन्छ अनि कहाँ त्यो लुगाको झोला समात्नु गिटार समात्नुपर्छ अझ बेसारको बोरा अरे उखुको बोरा के थाहै त्यहाँ ओइ सनसेटको कत्रो फोटो हान्ने क्या यतिकै भ्लगबाटै फोटो हान्ने पछाडि सनसेट देखाएर त्यसरी ब्याक क्यामेरा गरेर फोटो खिच्न मिल्छ त ब्याक क्यामेरा गर्नै मिल्दैन नि अब ल कुन हो कसरी मिल्दैन नि मेरो ब्रान्डेड टोपी देखिहाल्यो फेरि ब्रान्डेड टोपी रे ओए कस्तो कालो देखाएको छ खत्रै कालो रहेछ नि म ए राति हौस कि म ल उसले त लिएर आयो त नि देखाइदिनु सनसेट कस्तो मक्खन आएर कता ए ल तर के देख्दैन होला देखे त यतिको खतरा आम कहाँ सक्नु काठमाडौँमा आइपुग्छु काठमाडौँमा उखु बोल्छ केटा हो मैले पहिलोचोटि त ओहो काठमाडौँमा यस्तो फराकिलो जग्गा अझ उखु फोल्ने ठाउँ ओहो कहाँ सकिनु दोस्लाई अनि रोप्यो भने त किन्न आउँछ नि काठमाडौँमा मान्छे तर के गर्नु कसैले रोप्दैन कुकुरीले उखु ढालेको अवस्था हो एक सर्टमै अर्को नि लिएर आएको थियो नि तिमीले कस्तो अँध्यारो भएको अझै घर जाने बेला घर गएपछि अब भ्लग सघाउनुपर्छ अब अँध्यारो नि भइसक्यो केही देख्दैन क्यामेरा पनि भ्लग पनि लामो हुन्छ फेरि होइन त्यो भएर अहिलेलाई चाहिँ